अर्को कुरा के गरौँ भने राजनीति शास्त्रको अध्ययन गर्ने क्रममा ग्रिसको आक्रापोलिस पुगेको थियो। त्यहाँ मैले सोक्रेटिस, प्लेटो, अरिस्टोटल, अलेक्जेन्डर ग्रेटको विषयमा धेरै अध्ययन गरेँ। सोक्रेटिसको जन्म ईसापूर्व 470 मा भएको थियो र उनको मृत्यु ईसापूर्व 399 मा भएको थियो। 99 दार्जिलिङको भाषा भए पनि 399 भनौँ। यो विषयमा पनि मैले भिडियोहरू बनाएको थिएँ। भन्नुको मतलब सारांशमा के हो भने धेरै भिडियोहरू ईसापूर्वको बनाउँदाखेरि मैले ईसापूर्वको समयहरू घट्दै गएर जिरोमा सकिन्छ है भन्ने कुरा भन्न खोजेको हो। नेपालमा यसको विषयमा धेरै मानिसहरूलाई ज्ञान थिएन रहेछ, छैन रहेछ वा नरहेछ। किनभने स्कुलमा, कलेजमा या युनिभर्सिटीमा, नेपाली युनिभर्सिटीमा ईसापूर्वको नियमहरू पढाइँदैन होला। मैले जिन्दगीमा नेपालको युनिभर्सिटीहरू, कलेजहरू केही पनि अध्ययन गरेको छैन, त्यसकारण मलाई थाहा भएन। तर मलाई जहाँसम्म लाग्छ, मेरो आफ्नो अनुभवमा के भन्छु भने ईसापूर्वका समयहरू पहिला माथिबाट 6000 वर्ष, 5000 वर्ष, 4000 वर्ष हुँदै हुँदै जिरोमा आएर अन्त हुन्छ। त्यहाँदेखि यता आएका अन्ना डोमिनोका नम्बरहरू, एडी नम्बरहरू चाहिँ थपिँदै गएर अहिले 2025 मा पुगेको छ। त्यति मात्र भनौँ। अन्ना डोमिनो र सिई, बिसी सबै यसको विषयमा फेरि फाल्टो एउटा इजिप्टमा हुँदाखेरि मैले भिडियो बनाएको छु, अनि अर्को भिडियो एथेन्समा हुँदा बनाएको छु।